ल गाइज हामीहरू आज हिमाचल प्रदेशको यो हिमाचलकै भनौँ न अलि ठुलो चाहिँ प्रोजेक्ट छ यहाँ होइन, ड्याम छ यहाँ चमेरा लेक भन्छ यसलाई होइन। त्यहाँ हामी साथीहरू सहित लगायत हाम्रो यो चाहिँ गाडी पनि देखाएको थियो, यो मिनिस्ट्री अफ डिफेन्स भन्ने गाडीमा चाहिँ घुम्न हामी आइरहेको छौँ है, त्यो तमिलनाडु भन्ने चाहिँ ठाउँको गाडीमा। र हामी घुम्न आएका छौँ 4 जना। र आज चाहिँ यति धेरै पानी परेछ कि तपाईँको गाउँको सब काठहरू बगाएर खोलाले पुरै तपाईँको चाहिँ हेर्नु, यो चमेरा लेकको जुन ड्याम छ त्यहाँ पुरै यो तल देखेको सेतो सेतो सबै दाउरा हो क्या गाइज, हेर्नु त कति दाउरा होला क्या यहाँ। र तपाईँको चाहिँ यहाँ के कस्तो छ त भनेर चाहिँ त्यसको चाहिँ बाटो जाने ठाउँमा एउटा पहिरो गएको रहेछ, त्यसको अवलोकन पनि गरौँ भनेर आउँदाखेरि हेर्दाखेरि त यस्तो चाहिँ पानीले यत्रो दाउराहरू ल्याएर जम्मा गरिराखेको रहेछ। तपाईँको चाहिँ पहिरो यस्तो गएको छ कि यहाँ तपाईँको धन्नै यो चमेरा चाहिँ ड्याम चाहिँ बचेछ भन्नुपर्छ कि, नत्र त तपाईँको चाहिँ यो ड्याम अलिकति पनि त्यहाँ चाहिँ त्यो भत्किएको भए यो चमेरा लेक चाहिँ यो भनौँ न यो सबै जान्थ्यो कि पहिरोले है। बचेछ जे होस् ठिक छ, त्यस रमाइलो छ। आज चाहिँ घाम लागेको मौसम गरेर हामी चाहिँ यसो घुम्न आएको थियौँ र राम्रो एरिया, राम्रो सुन्दर दृश्य छ यहाँ। नेपाललाई पनि बिर्साउने ठाउँ छ क्या यहाँ, यति सुन्दर ठाउँ, पहाड अग्ला अग्ला डाँडा काँडा। यो डाँडाभन्दा पछाडि चाहिँ जम्मू कश्मीर बोर्डर हो, यो हिमाचल प्रदेशको जो लास्ट जिल्ला डिस्ट्रिक्ट चम्बा भन्छ यसलाई है। हामी त्यसको नजिकै साथमै छौँ। त्यहाँभन्दा अगाडि चाहिँ हाम्रो यो जम्मू भयो है, हेर्नु त जम्मू हो यो, त्यहाँबाट यता यो हिमाचल हो है, हिमाचल हो। त्यसको चाहिँ साथमा हामीले चाहिँ यो जुन चमेरा लेक चाहिँ छ, यो विद्युत प्रोजेक्ट हो, यो पनि यहीँ साथसाथै छ। र हामी चाहिँ थोडा रमाइलो गरौँ भनेर चाहिँ हेर्नलाई हामी आएको है। फेरि हामी अगाडि गएर पनि नजिक गएर पनि देखाउने छु। अहिले चाहिँ ल 2 जना यिनीहरू पनि छन्, यहाँ पनि हाम्रो बुहारी र हाम्रो साथी बहिनी साथी लगायत हामी 4 जना घुम्न आएको है त। ल धन्यवाद।